मरिन्छ कि क्या हो? साह्रै गर्नु भयो आमा। साह्रै गर्नु भयो नि बाबु, भारी पनि गरौँ भयो। भारी बिसाउनुहोस् न त। बिसाउन सकौँ न त बाबु। आमा आमा लौ नि म पानी ल्याउँछु। के भयो? पानी पिउनुहोस् आमा। हो बाबु, म तैँले छोएको पानी खान्न। ल नि के गर्ने होला? खड्कादै छिटो आउनु न, आमालाई सानो भइसक्यो, पानी लिएर छिटो। लौ न लौ, आमालाई के भयो नि? पानी पिउनुहोस् त। आमालाई साह्रो भए जस्तो छ, अस्पताल लग्नुपर्छ। जानु त कौलेहरूले बोलाउनु। मैला जाऊ त, आमाको छोरालाई फोन गर। हेलो माइला, हेलो दाइ, तपाईँको आमालाई अस्पताल आएछ, छिटो अस्पताल ल्याउनु पर्यो। पण्डितले आमालाई साह्रो पर्यो, अस्पताललाई जानु पर्यो। चाँडै आऊ त। लौ न नि, लौ, के भयो? पण्डितले आमालाई उहाँ कति बेहोस हुनुभएको डाक्टर? हेलो, हो न डाक्टर साहब, मेरो आमाले के भयो? उहाँलाई रगतको कमी भएको छ भाइ, छिट्टो रगत चढाउने बेलाको। मेरो आमाको ब्लड ग्रुप के हो डाक्टर? नर्स चेक गरिदिनुहोस् न। बिरामीको आफ्नो को हुनुहुन्छ? म चाहिँ डाक्टर साहब। उहाँको रगत ओ नेगेटिभ रहेछ। डाक्टर साहब, मेरो चेक गर्नुहोस् न, बा मेरो पनि मिलिहाल्छ कि? दाइ, हजुरसँग त रगत मिलेन। हजुर भयो त पनि बा तपाईँसँग पो मिल्छ कि? नर्स, मेरो चाहिँ गर्नुहोस् न, मेरो को मिल्छ कि? दाइ, उहाँसँग नि रगत मिलेन। अरू कोही हुनुहुन्छ? खड्का दाजु बा तपाईँसँग पो मिल्छ कि? खोइ मेरो मिल्छ कि मिल्दैन त, अरू पनि चेक गर्नु नि सिस्टर। दाइ, उहाँसँग नि रगत मिलेन आमाको। अरू कोही हुनुहुन्छ? लिसन भाइ, तिमीसँग पो मिल्छ कि? सिस्टर, एकचोटि मेरो चेक गर्नुहोस् न, पुरा मिल्छ। दाइ, उहाँसँग पनि आमाको रगत ब्लड मिलेन। अरू कोही हुनुहुन्छ? माइला बा तसँग मिल्छ कि? खै मैले छोएको आमाले पानी त खानुहुन्न, रगत के चलाएर दाइ?
प्लिज त्यसो नभन्न माइला तेरो कारण धेर गनगन नगर्नु न, छिटो आउनु, बिरामीलाई साह्रो परिसक्यो। तेरो कारणले गर्दा मेरो मम्मीको ज्यान बचाउनु हिँड्न माइला प्लिज माइला खै हिँड्नु न त मेरो चेक गर्नुहोस् त सिस्टर अहिले थाहा पाउँदैन त्यस्तो मैले पहिल्यै नजान्नु अघि त्यही लागेर आउने हुन्थेन नि मेरो चाहिँ दाइ उहाँसँग चाहिँ रगत मिल्दो रहेछ त्यसरी खाएन नि बिरामीको आफ्नो को हुनुहुन्छ? म चाहिँ डाक्टर साहब यता आउनुहोस् त। यो दबाई चाहिँ बाहिरबाट किनेर खुवाउनु ल। हुन्छ डाक्टर साहब म कहाँ छु माइला हस्पिटलमा हुनुहुन्छ आमा म कसरी हस्पिटलमा माइला तपाईँ मेरो घरको आँगनमा बेहोस हुनुभएको थियो हामीले सबै मिलेर तपाईँलाई अस्पताल ल्यायौँ डाक्टरले भन्नुभएको तपाईँलाई रगतको कमी भएको रहेछ यहाँ मध्ये कसैको रगत मिलेन मसँग रगत मिल्यो मैले रगत दिएर बचाएँ आमा पानी नचल्ने कहीँ रगत चाहिँ चल्ने हुन्छ र माइला यत्रो समयसम्ममा पनि म अन्धविश्वासमै रहेछु अबदेखि म कहिले यसरी छुवाछुत गर्ने छैन तैँले धन्न मलाई रगत दिएर म बाँचेँ माइला तँलाई धन्यवाद केही छैन छोरा हामी यत्रो समयसम्म पनि अन्धविश्वास र छुवाछुतमै रहेछौँ अबदेखि हामी कहिले यसरी अरूलाई छुवाछुत नगरौँ है आजबाट हामी छुवाछुत अन्त्य गरौँ र सभ्य र सुसंस्कृत समाज निर्माण गरौँ है आजबाट हाम्रो गाउँ छुवाछुत मुक्त भयो है ओ छुवाछुत मुक्त भयो